हेलो गाइज, म चाहिँ डेभिड केरुङ। आज हामी चाहिँ मेरो गाउँमा आएको छौँ। यहाँनिर हाम्रो दिदीको बर्थडे हो, त्यही भएर बर्थडे मनाउनको लागि आएको छौँ। हेर्नु त्यसको गाइज, आज बर्थडे हेर्नु दिदीको है त। सेलिब्रेसन राम्रो चलिरहेछ। यहाँ हाम्रो देख्न सक्नुहुन्छ, हामी घरमा आइपुगिसकेको छौँ। यहाँ हुनुहुन्छ मामा काकी आन्टीहरू। रेता बाजे यहाँ हुनुहुन्छ हाम्रो बर्थडे गर्ल बोजू हुनुहुन्छ। यहाँ हुनुहुन्छ मेरो भाइ बोजूहरू तोरी त खान्छ। यहाँ हुनुहुन्छ हाम्रो अनि म बाहिर अरू हेर्छु। ल स्यारो डाउनर पनि ल के छ बोजू सुर्ती चाहिँ नखानु है। खोइ दिएन अनि यो ओठ त यताको भागमा त कालो छ आया। हाम्रो बोजू अब यहाँ गाउँको तरुनीहरू ठुलो ठुलो भएछ। यहाँ चाहिँ हाम्रो यहाँ हुनुहुन्छ हाम्रो आन्टी काँक्रा लुट्ने तयारीमा। आफ्नै घरमा के का देउता हो। आमा यहाँ देख्न सक्नुहुन्छ काँक्रा चोर। ल है त मिसन सक्सेसफुल। यहाँ हुनुहुन्छ हाम्रो प्रिय ओलिना दिदी, नलजाउनु न। यहाँ छ हाम्रो सुँगुरहरू। रोकु मामा। यहाँ हुनुहुन्छ हाम्रो गल्ल भगेन्द्र, के छ? यहाँ चाहिँ हाम्रो डाइनिङ रुम, के अरे किचन। यो दाल रहेछ, दाल सुँगुरको मासु। यहाँ त पौडी खेल्न मिल्छ होला हौ। मिल्छ मिल्दो रहेछ। ग्रेभी, यो चाहिँ अचार। अनि उयो चाहिँ यो चाहिँ तरकारी। अनि यो चाहिँ कुखुराको मासु। अनि त्यही त हो त। अनि कुखुराको मासु ल। यहाँ हुनुहुन्छ हाम्रो, यो चाहिँ के हो? चिया। गाउने बित्तिकै चिया खानु चाहिँ मन लागिहाल्छ। गल्ला एउटा एक कप। हुन्छ मामा टोलीहरू। निकै नै घमाइलो ठाउँ रहेछ हाम्रो गाउँ, देख्न सक्नुहुन्छ। यहाँ हाम्रो बोजू हार खाएर बसिराख्नु भएको जस्तो देखिँदैन। लगायत साथै म डेभिड केरुङ यो भ्लग समाप्त गर्न चाहन्छु। हस्त धन्यवाद। मिलौँ अर्को भ्लगमा।